मलाई सबैले भन्ने गर्छन् क्या, तिमी यति धेरै परिवर्तन कसरी भयो, तिमीभित्र यति धेरै चेन्जेसहरू कसरी आयो भनेर। म ती व्यक्तिहरूलाई के भन्न चाहन्छु भने, म पहिला यस्तो थिएन। म यति रुखो बोल्ने, यस्तो तितो बोल्ने, कसैको अगाडि प्याच्च वचन लाउने, मान्छेले 100औं वचन लाउँदा पनि म शान्तिपूर्वक सुन्ने गर्थे, सहने गर्थे, मन्द मुस्कानमा सबै पीडाहरू लुकाउने गर्थे। समय बित्दै गयो, सहने शक्ति सकिँदै गयो, सहन सकिएन। जसले तिता वचन लगाए उनीहरूलाई जवाफ फर्काउन सिके, जसले मन दुखाए उनीहरूलाई त्यही वचनका बाणहरू फिर्ता गर्न सिके। त्यसैले म ती व्यक्तिहरूलाई के भन्न चाहन्छु भने, मान्छे परिवर्तन हुनुमा मान्छेको तितो बोली, व्यवहार, वचन र वचनका बाणहरूले छाती चिरिन्छ, मन दुख्छ क्या, नमजाले टुट्छ, जसले उसलाई परिवर्तन गर्न बाध्य बनाएको हुन्छ। मान्छे चाहेर परिवर्तन हुँदैन। जुन कुराहरू हामीहरूले जीवनमा भोगेका हुन्छौँ, सहेका हुन्छौँ, देखेका हुन्छौँ, यो कुराहरूले मान्छेलाई निकै परिवर्तन बनाइदिन्छ, निकै कुराहरू सिकाइदिन्छ, जीवनमा निकै कठोर बन्न सिकाइदिन्छ क्या। मन कठोर हुन्छ, बोली तितो हुन्छ, मान्छेको हेर्ने दृष्टिकोण हामीलाई तिमी निकै परिवर्तन भयो भन्ने हुन्छ। तर परिवर्तन गर्न बाध्य के कुराले बनायो भन्ने कुरा कसैले पनि बुझ्दैन। मैले मेरो निकै सानो उमेरदेखि मान्छेको तितो बोली क्या, मान्छेको व्यवहार, मान्छेको त्यो शब्दहरू सुनेकी छु, सहेकी छु, देखेकी छु क्या। मलाई आजभोलि कसैले केही भन्दा फरक र असर नपर्ने कारण त्यो पनि हो, किनभने निकै सानो उमेरमा निकै ठुल्ठुला पाठहरू सिकिसकेकी छु, देखिसकेकी छु, मान्छे चिनिसकेकी छु। अब त कसैले आएर तितो बोल्दा पनि मलाई त हाँसो लागेर आउँछ। मान्छेको बानी न हो जस्तो सोच्छु क्या म। त्यसैले जो कोहीलाई पनि तिमी त निकै परिवर्तन भयो भनेर सोध्नुहुन्छ नि, ऊ भित्रको महासागर, ऊ भित्र गुम्सिरहे